के भयो र काका? मलाई एक्कासी आइज भनेर किन बोलाउनु भएको? बसन्तको घरसम्म हिँड्नु मसँग। किन जानुपर्ने हो र? अनि सिर्जनालाई त्यहाँ किन लिएर हिँड्नु भएको? उसको घरै त्यही हो, त्यहाँ नलगेर कहाँ लैजाने? तपाईँ तीर्थबाट आएपछि बौलाउनु भयो कि क्या हो? सिर्जनालाई त्यहाँबाट कसले ल्यायो? बिर्सनु भयो? जहाँबाट छुटाएर ल्याएको त्यही फेरि किन लैजानु? त्यही ल्याएर त गल्ती भयो। त्यति बेला मैले पनि केही सोच्न सकिनँ, तैँले पनि सही सल्लाह दिन सकिनस्। तँ आलो काँचो, म एकहोरो। कसैको कुरा नसुनी यसलाई ल्याएर ठुलै गल्ती भयो। अब माफी मागेर हुन्छ कि झुकेर हुन्छ, यसलाई त्यही घरमा छोड्ने निदो गरेँ मैले। त्यो बेला तँ पनि सँगै थिइस्, त्यही भएर तैँले पनि माफी माग्छस् कि भनेर तँलाई जाम भनेको मैले। के नचाहिने कुरा गर्नुभएको? म किन जाने माफी माग्न? फेरि तपाईँ किन जाने? उनीहरूले सिर्जनालाई धोका दिएका थिए, त्यसको बदलामा त हामीले अझ केही गरेका छैनौँ। हेर, धोका दिए पनि दुःख दिए पनि एउटा कुरा तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। सिर्जनाको मनले बसन्त बाहेक अरू कसैलाई स्वीकार्नै सक्दैन। त्यही भएर सिर्जनालाई माइतीमा जबरजस्ती राखेर उसको मन दुखाउन भन्दा उसको खुसी जहाँ छ त्यही बस्छ, चाहे त्यहाँ सुख पाओस् या दुःख। पागल नबन्नु काका। बल्ल बल्ल त्यो नर्कबाट उसलाई छुटाएर ल्याएका छौँ, फेरि त्यही नर्कमा लगेर पापको भारी बोक्न खोज्दै हुनुहुन्छ? पापको भारी त यसलाई त्यहाँबाट छुटाएर ल्याउँदा नै बोकिसके। अब यसलाई त्यहीँ छोडेर त्यो बोझबाट मुक्त हुन चाहन्छु। अब एकछिन पनि ढिला गऱ्यौँ भनेदेखि त्यो अवसर पनि पाउँदिनँ मैले। उहाँ बसन्त र केसरीको बिहे हुँदैछ अरे, त्यो बिहे जसरी पनि रोक्नुपर्छ। तँलाई आउन मन छ भने आइजा, नभए नआइजा, हामी जान्छौँ। हिँड छोरी। कस्तो अप्ठ्यारो। जाउँ, आफूले माया गरेको मान्छे अरूको जिम्मा लगाउन कसरी जानु? नजाउँ, परेको बेला सहयोग गरिनुहोस्, तँ स्वार्थी रहेछस् भनेर बुढाले आफ्नो नजिक पर्नै दिँदैनन्। अब म गए पनि नगए पनि सिर्जनालाई लगि छाडे। बरु गएर साथ दिए जस्तो गरेँ भने बुढाको मन त जितिन्छ। के थाहा, भाग्यले घुमाउँदै सिर्जना मेरै पोल्टामा पो ल्याइपुर्याउँछ कि।